समस्या पहिला उ थियो सानो पनि बेला देख्थे थिएँ उसै कति क्लास 4 क्लास मैले नदेख्ने भए यही त यो ताकि म लिउँ न हस्पिटलले लिउँ त तलतिर लिनु भन्यो। हाम्रो किलिङमा चाहिँ आई सेन्टरमा चाहिँ वैशाख 7 गते आउनुभयो होइन। उहाँको चेक जाँच गर्दा मोतीबिन्दु देखियो। मोतीबिन्दु देखिसकेपछि मैले चाहिँ रिफर गरेँ। रिफर गर्दाखेरि उहाँको अलि आर्थिक स्थिति पनि कमजोर भयो हुनाले सकेसम्म यहीँ गरिदिनुहोस् भन्ने ऊ थियो चाहना। त्यही सिलसिलामा केही दिनपछि हाम्रो आई क्याम्प बस्ने पनि सूचना आयो। त्यो सूचना हाम्रो ठ्याक्कै वैशाख 22 देखि 24 गते बस्ने भन्ने भयो। त्यसपछि हाम्रो सुर्खेतबाट प्राविधिक सहयोग सुर्खेत आँखा अस्पतालको मेडिकल डाइरेक्टर मनिष खतिवडा डाक्टर साहब आउनुभएको थियो। उहाँले नै अपरेसन गर्नुभयो। पहिलातिर व्हाइट बोर्डमा देखिन्थ्यो अनि पछि हल्का हल्का नदेखिन लागेको थियो। 4 क्लासमा 5 मा त केही पनि देखिँदैन थियो। 6 मा त झनै लेख्या पनि सेतो देखिन्थ्यो व्हाइट बोर्डमा। अहिले त देखिन्छ बुकको चाहिँ हल्का देखिँदैन पर व्हाइट बोर्डको चाहिँ देखिन्छ।